भक्ति बिना कसैको जीवन मुक्ति छैन। हजुर पशु प्राणीले पनि भक्ति गरिरहेका छन्, उहाँहरूको आफ्नो तर्फबाट। कालो भैँसीले सेतो दुध दिइरहेको छ हजुर हैन, भालेको घित्रोमा घडी छैन, टाइममा बासिरहेको छ, हजुर एकदम कुकुरले सेलेरी पाउँदैन, रातभरि भुकिरहेको छ। सबैले आफ्नो आफ्नो हिसाबले भक्ति गरिरहेको छ। एकदम त अरूले गर्छ भने तपाईँ र मैले किन नगर्ने हजुर है? हामी तपाईँ सबैले पनि भक्ति गरेर आफूलाई त फाइदा छँदैछ, तर हाम्रो भक्तिले अरूलाई पनि फाइदा पुगोस्। दिन दुखीहरूको सेवा गरिरहेका छन्। वृद्ध आमा बाबाहरूले मृत्यु पर्खेर बसेका आमा बाबाहरूकोमा आज एउटा स्माइल छ, मुस्कान छ। हजुर त्यसको लागि सारा युवाहरू खटिरहेका छन्। खुसीको कुरा चाहिँ यहाँ छ फेरि है। एकदमै अरूतिर युवाहरू के गरिरहेका छन् त्यो थाहा भएन, तर प्रेमवादको युवाहरू चाहिँ सेवा धर्म भक्तिले ओतप्रोत। वेलकम टु लभिजम टक्स। जय प्रेम, म उर्मिला वाइबा। लभिजम टक्सोमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामीसँग संवाद गर्नुको निम्ति प्रेमवाद दर्शनलाई अगाडि बढाउनु हुने अति नै श्रद्धेय अमिताभ लामा गुरुज्यू हाम्रो माझमा उपस्थित हुनुहुन्छ र उहाँ अति नै लामो समयदेखि गुरु हजुरको साथमा, गुरु हजुरलाई एकदमै उहाँ एउटा एज अ लामा गुरुज्यू भए पनि गुरु हजुरलाई अति नै आदर गर्नुहुने, मान्नुहुने एकदम हृदयदेखि नै र गुरु हजुरको हरेक पाइला पाइलामा साथ दिएर आज उहाँ यहाँसम्म आइपुग्नु भएको छ र उहाँसँग गुरु भक्तिको विषयमा र गुरु हजुरको विषयमा केही संवादहरू हामी गर्नेछौँ र आउनुहोस् गुरुजीलाई हामी स्वागत गरौँ। गुरुज्यू हजुरलाई स्वागत छ। प्रणाम, लस्सो। जय प्रेम, लसो पेपुला। गुरुज्यू आज हामी हजुरलाई जुन गुरु भक्तिको विषयमा अर्थात् गुरु हजुरको विषयमा केही कुराहरू हामी जान्न चाहन्छौँ र अन्य हाम्रो दर्शकज्यूहरूबाट पनि यही क्वेसनको अपेक्षा, एन्सरको अपेक्षा गर्नुभएको थियो र हजुरको मुखारबिन्दुबाट यो सुन्नुको लागि म पनि एकदम उत्सुक छु। त्यसका लागि हजुरलाई यो समय प्रदान गर्न चाहन्छु। नमस्कार, प्रणाम, जय प्रेम। भक्ति, गुरु भक्ति किन गरिन्छ? गुरु भक्तिमा समय व्यतीत गर्नाले के मिल्छ? सबैभन्दा पहिला शास्त्रमा, रामायणमा, गीतामा, हर धर्मशास्त्रभित्र गुरुको महिमा गाइन्छ। किन गाइन्छ भन्दा गुरु नै यस्तो माध्यम हुन्छ जो ईश्वरसँग, भगवानसँग टचिङ हुन्छ, सम्पर्क हुन्छ, कनेक्सन हुन्छ गुरुको माध्यमबाट। हुन त संसारमा धेरै किसिमका गुरुहरू छन्, हुनुहुन्छ। आफ्नो आफ्नो बलबुताले, आफ्नो आफ्नो ज्ञान ध्यानको माध्यमबाट मानिसहरूलाई भक्तिको मार्ग दोहोऱ्याउने गर्छन्। भक्ति किन गर्नु भन्दा भक्ति नै यस्तो एउटा मार्ग हो जसले यो जीव, यो शरीरलाई जीव भन्छ, प्राणी, यो जीव चाहिँ परमात्मासँग सम्बन्ध गाँस्छ र यो हाम्रो जुन मानव शरीर, मानव देहभित्र जुन चेतना छ, जुन आत्मा छ, त्यो आत्मा चाहिँ एक दिन परमात्मासँग मिलन हुनुको लागि हामीले भौतिक शरीर रहन्जेलसम्म गुरुको मार्गदर्शनमा रहेर सेवा गर्ने, उसको दर्शनलाई फलो गर्ने, अगाडि बढाउनेलाई नै गुरु भक्ति भनिन्छ। त भक्ति किन गरिन्छ भन्दा हाम्रो बुद्धिस्टभित्र पनि भनिन्छ पाल्देन सबै लामा रेम्बोर्से दगी चिबुर पेमा देनसुला, कि हामीले चाहिँ गुरुको वचनलाई एनी टाइम, एनी हाउ, जति बेला पनि आफ्नो शिरमा धारण गर्नु अरे। पाल्देन सबै लामा रेम्बोर्से दागी चिबुर पेमा देनसुला, उसको वचनलाई शिरमा राखेर राम्रो कर्म गरेर अघि बढ्यौँ भने यो जीवन धन्य हुन्छ भन्ने कुरा चाहिँ भक्तिमा यसरी कुराहरू आउँछ।
यता हामीले हिन्दू धर्मतिर कुरा गर्न लाग्यौँ भने ध्यानमूलम गुरुमूर्ति, पूजामूलम गुरुपादुका, मन्त्रमूलम गुरुवाक्य, मोक्षमूलम गुरु कृपा। कि गुरु चाहिँ एउटा नरको रूपमा यानि मनुष्य शरीरमा गुरुको आगमन हुन्छ अनि गुरुको प्रत्येक वाणी चाहिँ मान्छेलाई मुक्तिको मार्गतिर दोहोऱ्याउँछ भनेर यसरी शास्त्रभित्र वर्णन भएको हुनाले गर्दा गुरुलाई चाहिँ गुरु र ब्रह्मा, गुरु र विष्णु, गुरु र देव महेश्वर, गुरु साक्षात् परम ब्रह्म, साक्षात् परम ब्रह्म समान भनिएको छ गुरुलाई। अब गुरु यति बिना छन् संसारभरि, गुरु नै गुरु, गुरु नै गुरु, कोही के गुरु, कोही के गुरु, संसारमा सबैजना गुरु छन्। गुरु बिना कसैको पनि जिन्दगी सफल हुँदैन। स्कुलमा जाऊ त्यहाँ पनि गुरु छ, कुनै पनि कामहरू केही सिक्नु पर्यो, सिपहरू भने त्यहाँ पनि गुरु छ। हर क्षेत्रमा गुरु हुन्छ। तर आत्मिकी जीवनमा जुन गुरु पाइन्छ त्यो गुरु चाहिँ लाखौँमा एक हुन्छ र त्यो गुरुको शरणमा मानिसहरू जान्छन्। किन भन्दा गुरुले एउटा सत्य बाटो दर्शाउने गर्छन्, देखाउने गर्छन् र त्यो बाटोमा हिँडेर हामीले गुरुको भक्ति, गुरुको सेवा गर्नाले चाहिँ ईश्वरको सेवा हुन्छ। गुरुको सेवा हुने होइन, तर गुरुको भक्ति गर्नाले, गुरुको सेवा गर्नाले त्यो सेवा चाहिँ सिधै गुरुको नभएर चाहिँ ईश्वरसँग उसको सम्बन्ध हुन्छ र त्यो सेवा चाहिँ तपाईको परमपिता परमात्मा परमेश्वर गड ईश्वर भगवान साङ्गेलाई चाहिँ त्यो सेवा समर्पित हुन्छ। यसकारणले किनकि भगवान साक्षात रूपमा यो धरतीमा आउनेवाला छैन र आउनु पनि हुन्न। जो भगवानहरूलाई, जसलाई आज हामी भगवान भनेर भन्छौँ, उहाँहरूले चाहिँ एउटा सत्कर्म गरेको हुनाले गर्दा उहाँहरूलाई हामीले भगवानको रूपमा मान्ने गर्छौँ। तर भगवानको स्वरूपमा चाहिँ रूप होइन, स्वरूप उसको छाया जस्तो भएर चाहिँ यो धरतीमा चाहिँ गुरु आउनुहुन्छ। जुन गुरुको भक्ति गर्नाले चाहिँ ईश्वरको भक्ति हुनाले गर्दा गुरुको भक्ति गर्नुपर्छ अनि गुरुको शरणमा जानुपर्छ भनिन्छ। शास्त्रमा भनिएको छ कि सर्वधर्म परित्यज्यम मामेकम शरणम वज्र अहम त सर्वे पाप्यभ्यो मोक्षमा सुच। गीतामा यसरी भनिएको छ, भगवानले भनेको छन् कि सबै कुराहरू छोडेर मेरो शरणमा आऊ हैन। सर्वधर्म परित्यज्यम, सबै कुरो त्यागिदेऊ, मामेकम शरणम वज्र, मेरो शरणमा आऊ, तिम्रो सम्पूर्ण पापहरू क्षमा गर्ने म क्षमता राख्छु भनेर चाहिँ भगवानले यसरी भन्छन्। यसकारणले सृष्टि भएदेखि आजसम्म सबैले गुरुलाई पछ्याउने गर्छन्, गुरुलाई खोज्ने गर्छन्। काहीँ न काहीँ गएर गुरुको शरणमा जानुपर्छ। गुरुले हामीलाई केही ज्ञानका कुराहरू दिन्छन्, मन्त्र दिन्छन्, कण्ठी दिन्छन्, केही न केही गरेर हामीलाई यो भौतिक यो भवसागरबाट हामीलाई तरन तारण गर्नुको लागि हैन। हाम्रो जुन जन्म छ, हाम्रो जन्मपछि मृत्यु हुन्छ। शास्त्रमा भनिन्छ फेरि पुनरपि जननम पुनरपि मरणम, पुनरपि जननम पुनरपि मरणम, पुनरपि जननी गठरे शयनम, इह संसारे खलु दुस्तारे कृपा पारे पाहि मुरारे। हाम्रो यति बिना जन्म भइसक्यो र यति बिना हाम्रो मृत्यु पनि भइसक्यो। यो जन्म र मृत्युको जुन चक्र छ त्यो चक्रलाई काट्नुको लागि पनि गुरु भक्ति गर्नु जरुरी छ। र हामीले आरतीमा भन्ने गर्छौँ, जो धावे फल पावे दुख बिनसे मन का, सुख संपत्ति घर आवे रोग मिटे तन का, ओम जय जगदीश हरे। जो तिर्खाको मान्छे धारामा पँधेरोमा पुग्छ उसको तिर्खा मेट्छ, उसले मजाले तिर्खा मेटाउन सक्छ। त्यस्तै मानव जीवन पनि गुरुको शरणमा जानुपर्छ। सबैजना ऋषि मुनि जति पनि पीर पैगम्बर अवतारीहरू सबै गुरु भएर आए अनि उहाँहरूले ज्ञानका पुञ्ज बोकेर आए, ज्ञानका भण्डार बोकेर आए अनि त्यो ज्ञान सारा मानव जातिलाई बाँटे अनि जसले त्यो ज्ञानहरू अनुसरण गरे, त्यसलाई पालन गरे,
त्यो बाटोमा हिँडे उहाँहरूको जीवन धन्य भए। यसकारणले गुरुको महिमा गाउँछन्। गुरु र भगवान सँगै बस्दा पनि भगवानलाई चिन्दैन अरे, भगवानलाई चिन्नु पर्दैन अरे, गुरुलाई चिन्यो भने गुरुले बाटो देखाउँछन् अरे। र भनिन्छ समयको सद्गुरु, समयको सद्गुरु जुन हाम्रो समयमा जुन गुरु आउनुहुन्छ त्यो गुरुले चाहिँ हामीलाई समय अनुकूलको ज्ञानहरू दिएर हैन हामीलाई एउटा असल मानव बन्ने हामीलाई बाटोमा अग्रसर गराउँछन्। र आजको यो परिवेशमा, आजको यो जहाँ विश्व नै एउटा लडाई झगडा मार काट हत्या हिंसामा रोमल्लिरहेको बेलामा हैन धर्महरू सबै कुरो हुँदा हुँदै पनि फेरि पनि एउटा गुरुको आगमन भयो, जुन गुरुको नाम गड एन्जल गुरु भनेर भन्छन्। त्यो गुरुले आज समाजमा एउटा असल दर्शनहरू फैलाइरहेका छन्। हुन त सबै गुरुहरूले आफ्नो आफ्नो हिसाबले आफ्नो आफ्नो तरिकाले आफ्नो चेलाभुला, आफ्नो अनुयायी, आफ्नो के भन्छ डिभोडी, आफ्नो सहयात्रीहरूलाई एउटा असल बाटोमा दोहोरेको कारणले गर्दा शास्त्रमा चाहिँ गुरुको भरपुर महिमा गाइएको छ। र जति जति हामी गुरुको सङ्गतमा जान्छौँ उति उति हामी चाहिँ धार्मिक भावनाले, धार्मिकताले, आत्मिक दृष्टिकोणले हाम्रो आत्माहरू शुद्ध पवित्र हुँदै जान्छ। अनि जब यो चोलाबाट हामी यो भौतिक पञ्चभौतिक शरीर पञ्चतत्वमा हामी छोडेर जब चेतनाबाट उड्छौँ तब हामीले जीवनभर गुरुको शरणमा गएर गरेको भक्तिले हाम्रो चेतनाहरू चाहिँ स्वच्छ भएर चाहिँ बस ईश्वरको लोकमा बास बस्न पाउँछन् भन्ने चाहिँ गुरु भक्तिमा छ। र त्यही सन्दर्भमा एक दिनको समय जति बेला सिक्किममा धेरै प्रेमवादहरू अघि बढिरहेको थियो, सङ्घर्षको कालखण्डमा धेरै सङ्घर्षहरू भयो हैन। अनि म अब सिक्किम सबैतिर घुमेको छु। अनि जग्गा जग्गा जहाँ पनि अमिताभ गुरु आउनुभयो भनेपछि सबैजना खुसी हुने। अनि दिनभरि संसार हाँक्नेको कुरा गर्थ्यौँ, दिनभरि मानव आत्माको मुक्तिको कुरा गर्थ्यौँ। तर बेलुका आएपछि हाम्रो झोपडी थिएन, हाम्रो बस्ने बासहरू थिएन हैन। अब गुरु हजुरको स्वयंको पनि आफ्नो बस्ने ठाउँ त छैन अहिलेसम्म हैन बिचरा। अनि गुरु हजुरको दर्शन पछ्याउने म, सेमिङ गुरु, भारत सेमिङ गुरु हामी दुईजना थियौँ। अनि हामी दिनभरि प्रवचन गर्थ्यौँ, बेलुका आएर हाम्रो बस्ने ठाउँ हुन्थेन, कसैको कटेरोतिर हामी बस्थ्यौँ। त्यति बेला मैले एउटा आरती गुरुप्रति एउटा मैले आरती बनाएको थिएँ। प्रेमको दर्शन दिएर सबमा प्रेम भरी, नर नारी पशु प्राणी करुणा भाव भरी, जय जय गुरु हजुर भनेर यसरी मैले आरती बनाएँ। अनि त्यो आरती धेरै दिन लाग्यो बनाउनु, किनकि सङ्घर्षको प्रेड थियो। हामी खटिरहेको थियौँ, कुदिरहेको थियौँ, दिनभरि प्रवचन गर्थ्यौँ, बेलुका हामीलाई कसैको डर हुन्थ्यो हैन। नयाँ कुरो समाजमा स्थापित गर्नु गाह्रो, धेरै गाह्रो, मान्छेले नपचाउने। त्यही भनेर मलाई एकदम अर्काको गोठमा बसेर, परालमाथि हाम्रो ओछ्यान हुन्थ्यो, त्यसरी बसेर मैले यो आरतीहरू बनाएँ हैन। एउटा असल दर्शन बोकेर आउने गुरुलाई आज कसरी मान्छेले उसको विरोध गरिरहेका छन् हैन। राम्रो काम गर्नु पनि कहाँ दिन्छ त हो समाजमा हैन। राम्रो काम गर्नु पटक्कै मातेर हिँड्यो भने, बरु माल खाएर मातेर हिँड्यो भने मान्छेले बाटो छोडिदिन्छ हैन। तर असल मान्छे हिँड्यो भने 10 किसिमको आरोप लान्छनहरू लाउँछ। त्यो नलगाउनु भनेर हामी जति पनि प्रेमवादीहरू छौँ सबैको घर घरमा गुरु हजुरको आरती गुन्जायमान होस्। मैले सबैलाई बाँटेको छु त्यो आरती, त्यो आरतीहरू होस्, पूजापाठ होस्। हामीभित्र आध्यात्मिकपना, हामीभित्र गुरु भक्तिको हामीभित्र श्रद्धाहरू हामीले ल्याउनुपर्छ, तब गुरु भक्ति राम्रो भएर जान्छ। जति जति गुरुमा समर्पित हुँदै जान्छ भनिन्छ नि, गुरुको कीजिए दण्डवत
कोटि कोटि प्रणाम किट नजाने भृङ्गको गुरुकरले आफसमान। गुरुको महिमा यस्तो गाएको छ, हामीले देखेका छौँ। कमलकोठी, कमलकोठी देख्नु भएको छ? कमलकोठी हुन्छ हाम्रो नेपाली समाजमा, कमलकोठी भन्छ, हिन्दीमा चाहिँ त्यसलाई भृङ्गी भन्छ। त्यो एउटा किरा हो, त्यसले आफ्नो छोराछोरी जन्माउन सक्दैन, त्यो किराको त्यो खुबी छ। तर त्यो चाहिँ कहाँ जान्छ भन्दा जहाँ भाँडा मोल्ने, हाम्रो भात खाएर खाना खाएर हाम्रो भाँडा मोल्ने ठाउँतिर चाहिँ एउटा मैला किराहरू भेट्यो भने त्यसलाई चाहिँ टपक्क टिपेर लान्छ, त्यसले टुनुनुनुनुनु पक्रेर लान्छ। अनि यस्तो घरको भित्तामा चाहिँ उसले माटोको त्यो यसो कोप्रो बनाएर राखेको हुन्छ। अनि त्यो किरा चाहिँ त्यहाँ लगेर अर्काको बच्चा, अर्काको को हो के हो त्यो थाहा छैन, त्यसलाई टिपेर लगेर त्यहाँ चाहिँ माटोभित्र बन्द गरिदिन्छ त्यो किरा चाहिँ भित्र। अनि माटोले माथिबाट लिपिदिन्छ। अनि त्यो माथि त्यो भृङ्गी, त्यो कमलकोठीले चाहिँ दिनभरि नै त्यो भित्र मन्त्र गाइरहन्छ माथिबाट, होइन? मन्त्र गाउँदा अब के भन्दा हो नि, होइन? न त्यहाँ कुनै मानी मलम पो सुनाउँदैछ कि, न केही मन्त्र पो सुनाउँदैछ कि, न ओम भूवर्ष पो भन्दैछ कि, न निरेवा निवा भूमाङ पो भन्दैछ कि। भन्नु चाहिँ केही भनेकै छ त्यहाँ उसको भाषामा, त्यो कमलकोठीको भाषामा केही भनिरहेको होला त्यो माटोमाथि। अनि कति दिनपछि चाहिँ टक्क त्यो माटो फुट्छ। फुटेपछि त्यो अर्काको बच्चालाई पनि फेरि त्यो उडेर चाहिँ कमलकोठी भएर निस्किन्छ। भन्नुको मतलब चाहिँ, होइन, एउटा कमलकोठीमा त्यस्तो पावर छ भनेपछि त्यसको सन्दर्भ चाहिँ गुरुसँग जोडेको छ। अब गुरु, होइन, गुरुको सङ्गतमा कस्तो कस्तो मान्छेहरू आएर सुध्रेका छन्, होइन? गुरुको कीजिए दण्डवत कोटि कोटि अरे, करोडौँ पल्ट ढोक्नु अरे गुरुलाई, होइन? अब हामी बुद्धिस्टहरूले गुम्बामा जान्छौँ, होइन? हामी लामा ल क्याप्सुम से, सङ्गे ल क्याप्सुम से, छोय ल क्याप्सुम से, घेन्दुन ल क्याप्सुम से, हिदाम किलखोर्गी लाछो खोर्दन चेपा नाम ल क्याप्सुम से भनेर हामी कसरी सेवा गर्छौँ, होइन? ड्याम ढोक्छौँ। मुस्लिमहरूले पनि कति मजाले ढोक्छ, होइन? अरू कतिवटा संस्थामा चाहिँ त्यो ढोक्ने चलन छैन, होइन? हात जोड्यो, प्रार्थना गर्यो, प्रे गर्यो, अन्तर्विन्ती गरे, तर गुरुको शरणमा चाहिँ झुक्नु भन्छ, होइन? अनि झुकेपछि गुरुको कीजिए दण्डवत कोटि कोटि प्रणाम किट नजाने भृङ्गको गुरुकरले आप समान। अनि गुरुले चाहिँ आफै समान बनाउँछ। जस्तै आज हामी तपाईँ जो कोही पनि प्रेमवादलाई अँगालेर अघि बढिरहेका छौँ। हिजोको दिनमा प्रेमवादीहरू कस्तो थियो, होइन? आज गुरु हजुर नभेटेको भए सायद हत्या, हिंसा, बलिभोगमा, जाँड रक्सीमा, नराम्रो कुलतमा हिँडिरहन्थ्यो होला, होइन? आज तपाईँहरू सबैजना जो कोही पनि गुरु हजुरलाई चाहिँ अब गुरु हजुर भनेर मानिसकेपछि, गुरु हजुरको दर्शनलाई पछ्याएर हिँडेपछि उसको जीवन चेन्ज भएको छ, होइन? उसको आत्मिकी, हाम्रो जिन्दगीमा तीनटा जिन्दगी छ, एउटा मनको जिन्दगी, एउटा आत्माको जिन्दगी, एउटा भौतिक जिन्दगी। जिन्दगी छ, देख्दा त एउटा बडी देख्छौँ, होइन? तर हाम्रो आफ्नै संसार छ। त्यो सबै संसारमा अब गुरु हजुरले कसरी मान्छेलाई, मानिसहरूलाई जो चाहिँ गुरु हजुरसँग आएका छन्, यो मान्छेलाई चाहिँ मैले यो खालको ज्ञान दिएँ भने यो सुध्रिन्छन्, यसलाई यसरी मैले दिनुपर्छ भन्ने उहाँकोमा त्यो ज्ञानहरू छ। र त आज यो सानो उमेरमा, होइन, एउटा फुच्चे उमेर, अब संसारकै हिसाबले हेर्नु भने, होइन, अब सानो परिवार हुन्थ्यो होला, 2-4वटा बच्चा हुन्थ्यो होला, बोर्डिङ स्कुल लान्थ्यो होला, ल्याउँथ्यो होला, सानो मोटर बाइक स्कुटी हुन्थ्यो होला गुरुको साथमा। तर आज केही छैन बिचराको, न बस्ने झोपडी छ, न उसको आफ्नो कुनै केही छ। तर सारा मानवको लागि उहाँले आफ्नो जीवन खर्चेका छन् भनेपछि गुरु हजुरले पनि भक्ति त गरिरहेकै छन्, होइन? र त्यो हामीले मार्गमा हामी तपाईँ आएका छौँ। हामी तपाईँ सबै धेरै भाग्यमानी हौँ जस्तो मलाई लाग्छ। हुन त म आफ्नो धर्ममा रहेर पनि, होइन, म बुद्धिस्ट हो,
म आफ्नै धर्म मेरो घरमा छेसम छ मजाले अहिले हजुरहरूले मेरो फोनमा हेर्नु सक्नुहुन्छ मेरो छेसम छ मेरोमा धेरै किसिमको कुहरू छ हैन जसले मेरो घरमा आएर पूजा गरे उहाँहरूको मनोकामना पुरा भएर कत्रो कत्रो कु दानहरू गरेका छन् मेरो घरमा अहिले नभएको पनि 30-35वटा कुहरू देउताहरूको मान्छेले दान गरेका छन् मेरो घरभरि लुङथाहरू लुङदरहरू हामीले लगाएका छौँ गुरु हजुरले कहिले भन्नुहुन्न हैन तिमीले तिम्रो धर्मलाई छोड ए अमिताभ गुरु ए लामा गुरु तिमीले तिम्रो धर्म छोड मेरो म भएकोमा आऊ हैन प्रेमवादलाई अँगाल्यो प्रेमवादको याङसेन गर त्यस्तो कहिले भन्नुहुन्न हामी आफ्नो बाटोमा हामी सही छौँ दुनियाँले जेसुकै भन्नुहोस् हामीलाई केही फरक पर्दैन तर आज गुरु हजुर एउटा यो कलिलो उमेरमा पनि आज संसारको धेरैवटा यो पृथ्वीको धेरैवटा भूभागमा उहाँले एउटा लभिजम पुर्याउन सफल हुनुभयो त्यो धेरै राम्रो कुरा हो धेरै ठुल्ठुलो पोखरीहरूमा उहाँले आफ्नो शक्तिहरू प्रदर्शन गर्नुभयो दुनियाँलाई यो कुरा थाहा छ तर दुनियाँले पचाउन सक्दैन हैन अनि आफू पनि गर्न सक्दैन अनि अरूलाई पनि गर्नु दिँदैन र हामीले त्यस्तो विघ्न बाधा अडचनहरूदेखि पनि हट्दै आफ्नो मनलाई गुरुप्रति समर्पित गर्दै गुरुले देखाउनु भएको बाटोमा हिँड्ने गुरुले कहिले पनि मान्छेलाई नराम्रो बाटोमा लाँदैन कुनै पनि गुरुहरू हैन जहिले पनि गुरुहरूको यो धरतीमा आगमन हुन्छ उसले राम्रै बाटो देखाउँछ भनिन्छ नि यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य अब गीताभित्र यस्तो कुराहरू छ कि अब भगवान चाहिँ एउटा गुरुको रूपमा हर युगमा एउटा युगको कुरा छैन जति जति बेला धर्मको हानि हुन्छ अधर्महरूको वृद्धि हुन्छ हैन तमो वृद्धिका अब नराम्रो सोच भएका मान्छेहरू चाहिँ समाजमा जब फैलेर जान्छ रे तब ज्ञानीको जन्म हुन्छ भनेर यसरी शास्त्रहरूमा सम्भवामि युगे युगे हर युगमा मेरो आगमन हुनेछ भनेर शास्त्रहरूले लेखिएको छ आज त्यही शास्त्र मुताबिक पनि यो धरतीमाथि धेरैभन्दा धेरै गुरुहरू छन् अहिले म भर्खरै महाकुम्भ प्रयागराज जहाँ गङ्गा जमुना सरस्वतीको सङ्गम छ त्यो सङ्गममा म 15 दिन बसेर आएँ त्यहाँ पनि ठुला ठुला धर्म गुरुहरू छन् ठुला ठुला धर्म गुरुहरू थिए अनि सबै गुरुको पछाडि आफ्नो आफ्नो चेला भोला अनुयायी डिभोडीहरूले पछ्याइरहेका थिए कोही दारीवाला कोही टुप्पीवाला कोही तिलकवाला कोही मालावाला कोही कण्ठीवाला कोही त्रिशूलवाला अनेक किसिमका धार्मिक सङ्गठनहरू छन् पृथ्वीमाथि कुनै न कुनै सङ्गठनलाई कुनै न कुनै गुरुले चलाइरहेका हुन्छन् त चलाउनुको एउटै उद्देश्य हो कतै न कतैबाट कुनै न कुनै माध्यमबाट यो मानव आत्मालाई जुन मैले अघि भने भवसागरको चक्रबाट पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी गठरे शयनम इह संसारे खलु दुस्तारे कृपा पारे पाही मुरारे भनेर भने नि बार बार जन्मिनु बार बार मर्नुको जुन चक्र छ त्यो चक्रलाई तोड्नुको लागि चाहिँ कुनै न कुनै माध्यमबाट गुरुले हामीलाई गाइड गरिरहेको हुन्छ त्यही भनेर पृथ्वीमा अनेकौं गुरुहरू छन् सबै गुरुको पछाडि लागिरहेका छन् र आज समयको जुन माग छ आज प्रेमवादका जुन दार्शनिक छन् जुन गुरु हजुर हुनुहुन्छ उहाँको पछाडि पनि विभिन्न देशहरूमा है नेपाल भुटान इन्डिया हङकङ सिङ्गापुर मलेसिया थाइल्यान्ड युएसए युके बहराइन विभिन्न राष्ट्रहरूमा आज गुरु हजुरलाई पछ्याउनेहरू पनि त छन् यो पनि त एउटा खुसीको कुरा हैन उनको कुरा सबैलाई मन पर्ला नपर्ला केही फरक परेन तर जसलाई मन परिरहेको छ उहाँले त गुरु हजुरलाई पछ्याइरहेका छन् गुरुको भक्ति गरिरहेका छन् र जसले पनि गुरु हजुरको भक्ति गरिरहेका छन् गुरु हजुरको दर्शनलाई पछ्याइरहेका छन् त्यो पनि एउटा परमात्माको दर्शन हो परमात्माको भक्ति हो किन भन्दा प्रेमवादमा केवल धर्म गर्नु सिकाइएन यहाँ धर्मको परिभाषा सिकाइयो हैन यहाँ एउटा बोल्नै नजान्ने आफ्नो पीडा पोखाउनु नजान्ने
पशु प्राणीहरूको सेवा गर्नु सिकाइयो। यो पनि त एउटा धर्मकै पाटो हो, होइन र? अनि आफ्नो जाति धर्म, आफ्नो संस्कार संस्कृति कल्चरहरू जे पनि छन् त्यसलाई पनि संरक्षण गर्दै जाऊ भनेर भन्नु पनि त त्यो पनि त एउटा धर्मको पाटो हो। त्यहाँ हिन्दू धर्मका मान्छे होलान्, त्यहाँ बुद्धिस्ट होलान्, त्यहाँ क्रिस्चियन होलान्, विविध धर्मका मान्छेहरूले पनि आफ्नो आफ्नो धर्मलाई संरक्षण गरेर लानु पनि त गुरु हजुरले देखाएको एउटा राम्रै पाटो हो नि त भनेर चाहिँ मलाई लाग्छ। र आज गुरु हजुरलाई पछ्याउने धेरैभन्दा धेरै युथहरू छन्। आज वर्ल्डमा विश्वमा हेर्नु हो भने आज बुढापाकाले भन्दा पनि ज्यादा चाहिँ युथहरूले गुरु हजुरलाई पछ्याइरहेका छन्। किन भन्दा जमानाअनुसार चल्नुको लागि, होइन, जमानाअनुसार समयअनुसार चल्नुको लागि गुरु हजुर र आजको युथहरूको मनोभाव मिलेको हुनाले गर्दा यो प्लानेटलाई, यो पृथ्वीलाई, यो जगतलाई परिवर्तन बनाउनुको लागि युवाले जिम्मेवारी लिनुपर्छ। युवाले आफ्नो जिम्मेवारी काँधमा लिनुपर्छ। यो पृथ्वी हाम्रो हो, यो संसार हाम्रो हो, सारा धर्म हाम्रो हो, हामीले यसलाई जगेर्ना गर्नुपर्छ भन्ने मेसेज चाहिँ आज गुरु हजुर स्वयं पनि युथ हुनुहुन्छ अनि आफ्नो युथहरूलाई यसरी उहाँले सन्देश दिइरहेको देख्दा मलाई चाहिँ प्रेमवादको भक्तिभाव साह्रै मनपर्छ। अब युथहरूकै कुरा गर्नुहुँदाखेरि अहिले हजारौँ लाखौँ युवाहरू कतिजना होइन ड्रग्सहरू खाने है, प्रायः जसो अहिले त अब स्कुलतिर पनि अब प्रायः स्टुडेन्टहरूले कतिजनाले होइन। यसमा हजुरले भन्ने कुरा मैले बुझेँ। यसमा चाहिँ सबैभन्दा ठुलो नानीहरूलाई हामीले दोष दिनु चाहिँ गलत हो, होइन। यसमा सबभन्दा ठुलो चाहिँ गलत उसको सङ्गत चाहिँ उसको फ्यामिली हो, होइन। आफ्नो गार्जेन, आफ्नो आमा बाउ। गुरु हजुर भन्नुहुन्छ आमा बाउले छोराछोरीलाई साथी जस्तो सम्झिनुपर्छ, होइन। अब मान्छेको घरमा म अहिले धेरै ठाउँ भ्रमण गरेर आएँ। मान्छेहरू सुधार केन्द्रहरूमा भरिरहेको छ, बसिरहेको छ, ठाउँ छैन। अनि हुने खाने मान्छेहरूको घरमा छोराछोरीले शान्ति दिएको छैन, होइन। यसमा छोराछोरीको त धेर थोर गल्ती नै छ नै सङ्गतको, होइन। अहिले राम्रो सङ्गत छैन। सबभन्दा ठुलो कुरा चाहिँ आमा बाउ हो, होइन। आमा बाउले यदि सही बाटो पक्रिदिएको भए त्यो बाटोमा उसको छोराछोरीले पनि कमसेकम केही न केही एक दुई पाइला चाहिँ हिँड्थ्यो होला, होइन। र आमा बाउ चाहिँ अब धर्म कर्महरूदेखि अरूलाई दान पुण्य गर्नु, तीर्थहरू गर्नु, पूजा पाठ व्रतहरूबाट जति जति हामी टाढिन्छौँ, धार्मिक परिवेशबाट हामी जति टाढेर भौतिकी संसारमा रमाउनु खोज्छौँ नि, त्यति हामीलाई चाहिँ नराम्रो कुराहरूले अब नराम्रो इन्भाइरोमेन्टमा हाम्रो समय व्यतीत हुँदा त्यसको असर चाहिँ बिस्तारै बिस्तारै हाम्रो जेनेरेसन आउने पिँढीलाई त्यसको असर पर्छ। अनि हर कोही आमा बाउले चाहन्छ मेरो छोरा राम्रो होस्, मेरो छोरी राम्रो होस्, होइन, अरूको भन्दा कमी नहोस् भन्ने हर आमा बाउको चाहना हुँदै पनि आमा बाउले चाहिँ त्यो इन्भाइरोमेन्टमा बस्दिँदैन। आमा बाउ चाहिँ मन्दिर मस्जिद गुम्बा चर्चहरूमा कोही बेला गुम्बामा जानु, पशु प्राणीहरूको लागि हाम्रो बुद्धिस्टमा गुम्बाको अगाडि छिमीहरू बालिरहेको हुन्छ, होइन। मुख बन्द गरेर एउटा बत्ती बालेर संसार उज्यालो भएको भावनाहरू प्रकट गर्छन्। त्यसरी मन्दिरमा जानु, बत्ती बाल्नु, चर्चमा जानु, क्यान्डल बाल्नु, सारा प्रकृतिको लागि, सारा प्राणीको लागि, यो युनिभर्सल भूमण्डलको लागि सुख शान्तिको कामना गर्नु पनि ठुलो कुरा हो। अनि हो त्यस्तो जब हामी गर्दैनौँ, खालि खानु पिउनु मस्तराम मस्तीमे आग लाग्ने दो बस्तीमे भने जस्तो मस्तराम भएर बसिसकेपछि आउने पिँढीले त्यही कुरो हेरिरहेको हुन्छ। अनि हामीले अहिले अब बिग्रिसकेपछि हामीले छोराछोरीलाई बचाउनु हामीलाई हमी भरिरहेको छ। र जो पनि फ्यामिली हुनुहुन्छ उहाँहरूले हामीले प्रेमवादमै आउनुपर्छ भन्नु छैन, होइन। तपाईँ जुन धर्ममा तपाईँलाई आस्था छ, मेरो आस्थाको मन्दिरमा प्रभु तिमी नै छौ। हामी जति पनि
धरतीमा मानिसहरू छौँ, कुनै न कुनै देवता देवी देवता मन्दिर मस्जिद गुम्बा चर्च देवालय शिवालय कहीँ पनि आस्था त छ नि त हैन। त्यो आस्था मैले मात्रै गरेर हुँदैन, मेरो फ्यामिलीलाई पनि मैले लानुपर्छ, मेरो नानीहरूलाई पनि मैले लानुपर्छ। लु हिँड नानी, त्यहाँ मन्दिर छ मस्जिद छ गुम्बा छ चर्च छ, त्यहाँ जानुपर्छ, पूजा गर्नुपर्छ, प्रे गर्नुपर्छ, अन्तर्विन्ती गर्नुपर्छ, हामीले भाकलहरू गर्नुपर्छ भन्दा चाहिँ त्यसको जुन भावना हुन्छ नि, त्यसको जुन देवताप्रति गुम्बाप्रति त्यो पवित्र स्थानकोले चाहिँ हाम्रो भित्र चाहिँ एउटा एट्र्याक्सन बढ्छ, हाम्रो भित्रमा एउटा अलिकति भगवानको प्रति आस्था बढेर जान्छ। हो त्यसरी बढ्दा चाहिँ के हुन्छ भने नानीहरूमा त्यो नानीहरू चाहिँ अझै लालायत भएर जान्छ हैन। नयाँ नयाँ कुराहरू देख्न पाउँदा उसलाई चाहिँ भक्ति भावनातिर बग्नु मन लाग्छ। अनि जति भक्ति भावनामा बगेर जान्छ त्यति नै ऊ चाहिँ नराम्रो कुराहरूबाट जोगिँदै जोगिँदै जान्छ। र आज प्रेमवादमा हजारौँ यस्तो युथहरू छन् जो चाहिँ एडिक्टहरू थिए, ड्रगिस्टहरू थिए हैन। अब नाम त यहाँ कहाँ लिइरहनु र हैन, धरानतिर हामीले त्यस्ता धेरै युथहरू देखेका छौँ। म त धेरै समयदेखि प्रेमवादमा खटेको, 21-22 वर्ष भए म नपुगेको कहाँ पो छ र। नेपालको त मैले सबै क्षेत्र घुमे जस्तो लाग्छ। कस्तो कस्तो मान्छेहरू चाहिँ आज सुध्रेर यति राम्रो राम्रो युवा भाइ बहिनीहरू भएका छन्। कोही रोगले छटपटाइरहेकाहरूले नयाँ जीवन पाएका छन्। अच्छा, सिक्किमको अलिकति कुरा गर्दा माथि चिवा भन्ज्याङ भन्ने उत्तरे भन्ने ठाउँ छ, त्यहाँ मलाई लानुभयो र त्यो घरको मम्मीले खुद भन्नुभयो मलाई, अमिताभ गुरु मलाई डक्टरले अब तपाईँको दिन छैन, तपाईँको दिन चाहिँ सकिसकेको छ, अब तपाईँले जे खाँदा पनि हुन्छ भनेर भनेको। म चाहिँ मृत्युको त्यो दिनहरू कुरेर बसिरहेको। तर ठिकै केही समयपछि यही चिवा भन्ज्याङ भएर गुरु हजुर यहाँ उत्तरेमा आउनुभयो र उहाँले मलाई भन्नुभयो कि तपाईँ त अझै धेरै वर्ष बाँच्नुहुन्छ मम्मी। हाँसेर भनिदिनु भएको थियो, अमिताभ गुरु अहिले म बाँचिरहेको छु। बडा अचम्म र उदेकको यो यात्रा हो कि धेरै त्यस्तो घटनाहरू छन्। कसैको अब सबै कथा भन्यो भने अहिले यहाँ यो अमिताभ गुरु हाउडे हो, यसले गुरु हजुरको बढी बढाइ गर्यो भन्छ हैन। तर जे छ सत्य 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 नै हुन्छ। चाहे त्यो रामायण रामको पालामा होस्, चाहे त्यो कृष्णको पालामा होस्, चाहे त्यो जिजसको पालामा होस्, चाहे बुद्धको पालामा होस्, जति जति मान्छेहरू पीडित भए उहाँहरूको शरणमा गए हैन। बुद्धलाई पनि कथा छ, बुद्धको पनि कथा छ हैन। अङ्गुलीमालले हैन काट्नु भनेर ऊ दौडेर गए, आज तेरो औँला नखटिकन मेरो भाकल पुरा हुँदैन भने अन्तिममा बुद्धको एउटा मिठो बानीले, एउटा मिठो मुस्कानले अङ्गुलीमाल आज रत्नकार डाकु हैन, आज एउटा बौद्ध भिक्षुक भए भनेपछि आज प्रेमवादको दार्शनिक गुरु हजुरको वचनबाट पनि धेरै मान्छेको जिन्दगीहरू परिवर्तन भएको मैले प्रत्यक्ष देखेको छु हैन। दुनियाँले जेसुकै भनोस् हैन, मेरो पनि जिन्दगी चेन्ज भएकै हो। हर कुरामा गुरु हजुरले हामीलाई आज एउटा असल बाटो देखाइराख्नु भएको छ। अब विरोध त कसले पो कुन युगमा पो भएन र हैन। रामको विरोध रावणले गरे, कृष्णको विरोध कंसले गरे, जिजसका विरोध भयो, कृष्णको विरोध बुद्धको विरोध भए हैन, सुक्रातका विरोध भए, गान्धी जस्ता महान आत्माहरूका विरोध भए। विरोध त हुँदै गर्छ, तर हाम्रो यात्रा रोकिनेवाला चाहिँ छैन है। प्रेमवादको यात्रा लगातार बढिरहनेछ। आज त प्रेमवादले जुन प्रकारको उन्नति प्रगति गरेर गइरहेको छ, हिलिङ सेन्टरहरू उपचार सेन्टरहरू खोलिरहेका छन् हैन। मान्छेले पैसा कमाउनु दोकान खोल्छ, एउटा सानो दोकान खोल्यो नि किन खोलेको भन्दा अब यहाँ बिमारीहरू आउँछ डक्टर हो भने हैन। तर हाम्रोमा प्रेमवादमा त्यो छैन। जग्गा जग्गा हिलिङ सेन्टर हिलिङ शिविरहरू लाएर दिन दुखीहरूको सेवा गरिरहेका छन्।
वृद्ध आमा बाबाहरूले मृत्यु पर्खेर बसेका आमा बाबाहरूकोमा आज एउटा स्माइल छ, मुस्कान छ। त्यसको लागि सारा युवाहरू खटिरहेका छन्। खुसीको कुरा चाहिँ यहाँ छ फेरि है। अरूतिर युवाहरू के गरिरहेका छन् त्यो थाहा भएन, तर प्रेमवादको युवाहरू चाहिँ सेवा धर्म भक्तिले ओतप्रोत भएर नेपालको विभिन्न जिल्लामा, इन्डियाको विभिन्न कुना काप्चामा भर्खरै गुरु हजुरले आसाममा गएर हिलिङ क्याम्प लाएर आउनुभयो है। अब जयगाउँमा भुटान बोर्डरमा हुँदैछ फेरि यसरी जग्गा जग्गा खट्ने को भन्दा युवाहरू हैन। यो चाहिँ सबैभन्दा ठुलो आजको समयमा, आजको दिनमा एउटा प्रेमवादमा युवाहरूको जुन जिम्बौरी छ, युवाहरूले जुन कुरो सिकेका छन् गुरु हजुरबाट, भक्ति सेवा भन्ने कुराहरू, त्यो सेवाले अरूले चाहिँ मेवा फलाउँदैछ। अरूले आफ्नो स्वास्थ्यमा, आफ्नो दैनिक जीवनमा धेरै राम्रो उन्नति प्रगति गरेर गएका छन्। र गुरु हजुरको आयु पनि लामो होस्, दुःख पीडाहरू आउँदै गर्छ, सङ्घर्ष गर्दै जानुपर्छ। परमपिता परमात्मा ईश्वर भगवानले गुरु हजुरको आयु बढाइदिउन्, उहाँलाई लागेका जति पनि विघ्न बाधा अडचनहरू छन् त्यो हटेर जाउन् हैन। अनि निरन्तर आफ्नो शरीर रहन्जेलसम्म दुनियाँलाई एउटा कल्याणको बाटोमा, मानव मुक्तिको बाटोमा, समाजलाई शान्ति दिनका लागि, घर घरमा शान्ति प्रेम छओस् भन्ने उद्देश्य उहाँको जुन लक्ष्य छ त्यो पुरा होस्। भक्ति बिना कसैको जीवन मुक्ति छैन। पशु प्राणीले पनि भक्ति गरिरहेका छन्, उहाँहरूको आफ्नो तर्फबाट। कालो भैँसीले सेतो दुध दिइरहेको छ हैन। भालेको भित्रमा घडी छैन, टाइममा बासिरहेको छ। कुकुरले सेलेरी पाउँदैन, रातभरि भुकिरहेको छ। सबैले आफ्नो आफ्नो हिसाबले भक्ति गरिरहेको छ। त अरूले गर्छ भने तपाईँ र मैले किन नगर्ने है। हामी तपाईँ सबैले पनि भक्ति गरेर आफूलाई त फाइदा छँदैछ, तर हाम्रो भक्तिले अरूलाई पनि फाइदा पुगोस्, यही नै मानव जीवन हो भन्दै आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु। फ्यापुल्ला गुरुज्यू राङला लानन थोजेसे राङचुरी दोगोला सिजी राङला समय गन्दा दोन्ना सिजी एकदम गन्दा खुसी ताजी मला सेम तिनी राङला बचन गदे थेम्याङजी गुरुला बिसाइरी गुरु हजुरला बिसाइरी कते ज्याव ताम गदे राङसी सुङजी एकदम गन्दा एकदम ज्याव गामजी मला र फेरि अर्कोचोटि नन राङदेन्च्याम चरुङ नन लासेमा हिम संवाद लावा याखरी अवसर मिलगाई बिवगेन राङदा फेरि पनि लान थोजेसे अमिताभ गुरुज्यू लासो धन्यवाद। यतिखेरसम्म हामीलाई हेरेर साथ सपोर्ट गरिदिनु भयो र अब फेरि आउँदो एपिसोडहरूमा भेट्ने वाचकको सहित म उर्मिला वाइबा पनि बिदा हुन चाहन्छु। जय प्रेम।